नेपाली हो Alright, there's a microphone so you can ask your questions. हजुर रविन्द्र फर्स्टमा मेनी कङ्ग्रेचुलेसन्स Thank you so much. रविन्द्रलाई संसारैभरिबाट सम्पूर्ण नेपालीहरूले हेरिराख्नु भएको छ यी सम्पूर्ण नेपालीहरूलाई के भनेर थ्याङ्क यू भन्न चाहनुहुन्छ मुस्टमै धन्यवाद सबैजना यस्तो माया दिइरहनु भएको छ नेपालबाट हुन्छ नि आफूलाई गाह्रो भइरहेको बेला नि यस्तो एनर्जी आउने गरेर माया दिइरहनु भएको छ यसको लागि धन्यवादले वर्ड पुग्दैन अनि सम्पूर्ण मेरो अनि वान मोर थिङ इज द्याट हङकङ र मकाउबाट स्पेसली नेपालीहरू हङकङबाट पनि एकदमै धेरै आउनु भएको छ मकाउ र मकाउमै हुने नेपालीहरू पनि एकदमै धेरै रविन्द्रलाई हेर्न आउनु भएको छ उहाँलाई पनि अन्तिम वर्ड्स के भन्नुहुन्छ वर्ड त्यही हो त धन्यवाद सबैभन्दा ठुलो त तपाईँहरूको माया नै हो तपाईँको मायाले नै यहाँ आउनु भएको तपाईँहरू मेरो माया लागेर नि मेरो सपोर्टको लागि हुन्छ नि त्यो माया नै सबभन्दा ठुलो छ धन्यवाद थ्याङ्क यू रविन्द्र अनि लास्ट वर्ड चाहिँ यो विन चाहिँ लास्ट 2 महिना जस्तो अगाडि हाम्रो मेरो टिममेट दाई उहाँलाई चाहिँ यो विन मेरो डेडिकेट गर्न चाहन्छु थ्याङ्क यू सो मच दाई अहिलेसम्म जति सपोर्ट गर्नुभएको छ किसानहरू गर्नु थियो थ्याङ्क यू यो विन चाहिँ उहाँलाई थ्याङ्क यू मेरो टिममेटहरूलाई कोचेसहरू सोमा रक एन्ड रोल सबैलाई थ्याङ्क यू सो मच सम्पूर्ण स्पोन्सरहरू जतिजना जति पनि हुनुहुन्छ यो मैले सोचेँ भन्दा एकदमै टफ थियो त्यतिखेर चाहिँ बिचमा चाहिँ एकचोटि सक्दैन कि के हो जस्तो भइरहेको थियो तर क्राउडको आवाजले नै मलाई फेरि ब्याक ल्याएको थियो अनि कोचहरूको त्यो ट्रेनिङमा जति पुस गर्नुहुन्थ्यो टिममेटहरूले उहाँले गर्दाखेरि नै मैले आफूले होइन म अझै गर्न सक्छु भन्ने जस्तो भयो